इन्टरनेसनल रिलेसन, फरेन पोलिसी र नेसनल इन्ट्रेस्ट चाहिँ एकअर्कासँग स्टेट क्राफ्टमा चाहिँ एकअर्काको एकदमै मजबुत ट्रायोको रूपमा मानिन्छ। र नेसनल इन्ट्रेस्ट भनेको चाहिँ फरेन पोलिसीसम्म पुग्ने एउटा भेहिकलको रूपमा हामीले लिन सक्छौँ। एउटा कुनै नेसन मान्ने त्यहाँका व्यक्तिहरूको नेसनल इन्ट्रेस्ट कस्तो छ, पावरमा पोजिसनमा भएका व्यक्तिहरूको नेसनल इन्ट्रेस्ट कस्तो छ भन्ने हिसाबले चाहिँ त्यो देशको फरेन पोलिसी बिल्ड अप हुने कुरा। र त्यो फरेन पोलिसीको आधारमा चाहिँ एउटा राष्ट्रले अरू राष्ट्रहरूसँग चाहिँ सम्बन्धहरू कायम गर्ने हुँदाखेरि चाहिँ यो तीनवटा कुरा चाहिँ स्टेट क्राफ्टमा एकदमै मजबुत एकअर्कालाई कम्प्लिमेन्ट गर्ने खालका कुराहरू हुन्। र नेपालको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि चाहिँ नेसनल इन्ट्रेस्ट, इन्टरनेसनल रिलेसन र फरेन पोलिसी चाहिँ एकअर्कालाई कम्प्लिमेन्ट नै गरिरहेको छ भन्ने हुन्छ। ब्यालेन्स डिप्लोमेसीमा चाहिँ यसले एकअर्कालाई एकदमै कम्प्लिमेन्ट गरेर चाहिँ राम्रो काम गर्ने हुन्छ भने कहिलेकाहीँ हाम्रो जस्तो नेपाल जस्तो राष्ट्रको कुरा गर्दा जहाँनिर चाहिँ दुईवटा ठुला राष्ट्रहरू हाम्रा नेबर भएको हुँदाखेरि चाहिँ कहिलेकाहीँ यी कुराहरू एकअर्कासँग कन्ट्राडिक्ट हुँदाखेरि अलि नराम्रो खालको स्थिति सृजना हुने कुराहरू पनि मैले महसुस। त्यसै गरी हामीले नेसनल इन्ट्रेस्ट, फरेन पोलिसी र इन्टरनेसनल रिलेसन के हो भनेर बुझ्दाखेरि चाहिँ नेसनल इन्ट्रेस्ट भनेको चाहिँ नेसनल इन्ट्रेस्टका केही मेजर कम्पोनेन्टहरू छन् जसभित्र चाहिँ सार्वभौमसत्ता, सोभर्निटी पर्यो, त्यसपछि टेरिटोरियल इन्टिग्रिटी पर्यो, इकोनोमिक प्रस्पेरिटी पर्यो र सेक्युरिटीका कुराहरू चाहिँ नेसनल इन्ट्रेस्टले होल्ड गरेको हुन्छ। र यी कुराको आधारमा आफ्नो सोभर्निटी बचाउनको लागि, आफ्नो टेरिटोरियल इन्टिग्रिटीको लागि, आफ्नो इकोनोमिक प्रस्पेरिटीको लागि, आफ्नो देशको सुरक्षाको लागि चाहिँ उसले त्यस्तै अनुरूपको चाहिँ आफ्नो फरेन पोलिसी निर्माण गरेको हुन्छ। र त्यही फरेन पोलिसीलाई आधार बनाएर चाहिँ एउटा देशले अर्को देशसँग अन्तर्क्रिया गर्ने हुन्छ। त्यो भएको हुँदाखेरि चाहिँ नेसनल इन्ट्रेस्ट भनेर हामीले बुझिहाल्यौँ। अब फरेन पोलिसी भनेको चाहिँ अन्तर्राष्ट्रिय स्तरमा, अन्तर्राष्ट्रिय कम्युनिटीमा एउटा राज्यले अर्को राज्यसँग अथवा इन्टरनेसनल फोरममा चाहिँ इन्टरेक्सन गर्नको निम्ति चाहिँ प्रयोग हुने एउटा साधनको रूपमा हामीले लिन सक्छौँ। जस्तै ट्रिटिजहरू भयो, अलायन्सेसहरू हामी बनाउँछौँ, स्ट्राटेजी हामी त्यस्तो बनाउँछौँ। ती स्ट्राटेजी, त्यो अलायन्सेस र त्यो ट्रिटीहरूलाई नै हामीले फरेन पोलिसी भनेर बुझ्न सक्छौँ। हाम्रो नेपालले लिएको फरेन पोलिसीभित्र नन अलाइनमेन्ट फरेन पोलिसी एउटा इक्जाम्पल भयो। त्यो सँगसँगै हामीले गरेका ट्रिटी, अरू सम्झौताहरू पनि फरेन पोलिसीमा आउन सक्छन्। जस्तै BRI र यो हामीले MCC को लागि जुन अग्रिमेन्ट अथवा त्यो बनेको छ त्यसलाई पनि हामीले फरेन पोलिसीको एउटा इक्जाम्पलको रूपमा लिन सक्छौँ। र इन्टरनेसनल रिलेसन भनेको चाहिँ यो चाहिँ स्टेट र नन स्टेट एक्टर्स बिचको इन्टरेक्सन हो। दुईवटा देश बिचको इन्टरेक्सनलाई हामीले इन्टरनेसनल रिलेसन भन्न सक्छौँ। स्टेट एक्टरमा स्टेटलाई चाहिँ एउटा सोभर्न इन्टिटीको रूपमा लिइन्छ र एउटा स्टेट सोभर्न इन्टिटीको रूपमा त्यतिखेर उत्रिन्छ जतिखेर चाहिँ त्यो देशमा गभर्मेन्ट हुन्छ, पपुलेसन हुन्छ, एउटा टेरिटोरी यसको यति हो भनेर मापन भएको हुन्छ र सोभर्न स्टेट हुन्छ। त्यो सँगसँगै इन्टरनेसनल रेकग्नाइजेसन पनि चाहिन्छ एउटा स्टेटलाई सोभर्न स्टेट हुनको लागि भन्ने छ। र यी एउटा स्टेट एज अ सोभर्न एन्टिटी र अरू नन स्टेट एक्टरहरूको इन्टरेक्सन, अरू नन स्टेट एक्टरभित्र चाहिँ त्यहाँनिर हामीले मल्टिनेसनल कर्पोरेसनहरू भयो, NGO-INGOहरू भयो, त्यसो गरेर हामीले चाहिँ टेरोरिस्ट ग्रुपहरू भयो अथवा इन्डिभिजुअल, यी सबै बिचका अन्तर्क्रियालाई चाहिँ इन्टरनेसनल रिलेसन भनेर बुझ्न सकिन्छ। र अन्तिममा नेपालको सन्दर्भमा र नेपाललाई सेन्ट्रलमा राखेर कुरा गर्नुपर्दाखेरि चाहिँ इन्टरनेसनल रिलेसन, फरेन पोलिसी र नेसनल इन्ट्रेस्ट चाहिँ एकअर्कालाई कम्प्लिमेन्ट नै गरिरहेका छन्। किनभने हाम्रो देशको अरू देशहरू जस्तै, अरू राष्ट्रहरू जस्तै हाम्रो राष्ट्रको नेसनल इन्ट्रेस्ट भनेको हाम्रो सोभर्निटीको बचाउ गर्ने, टेरिटोरियल इन्टिग्रिटी, इकोनोमिक प्रस्पेरिटी, सेक्युरिटीका कुराहरू हुन्। र त्यसकै आधारमा चाहिँ नेपालले आफ्नो फरेन पोलिसी अडाप्ट गरेको छ। नन अलाइनमेन्ट फरेन पोलिसी भयो, जुन पञ्चशीलमा आधारित रहेको फरेन पोलिसी हामीसँग छ, जसले चाहिँ हामीले दुईवटा कुनै पनि एउटा पार्टीसँग अलाइन नहुने
भन्ने जुन हाम्रो फरेन पोलिसी छ, जसले गर्दाखेरि चाहिँ हामीलाई अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ कुनै एउटा पार्टीलाई लिनै पर्ने चाहिँ बाध्यकारी अवस्था सृजना हुँदैन, हामीले लिन पर्दैन। त्यो गरेको हुँदाखेरि चाहिँ हामीले दुइटै पार्टीबाट लाभ लिन सक्ने स्थिति भएको हुँदाखेरि चाहिँ नन अलाइनमेन्ट फरेन पोलिसी केही हदसम्म अलिकति डिफेन्सिभ खालको फरेन पोलिसी पनि हो कि जस्तो लाग्छ, जुन हाम्रो जस्तो देशको लागि आवश्यक छ जस्तो मलाई लाग्छ। जुन देश चाहिँ इन्डिया र चाइना जस्तो इकोनोमिक वाइज अथवा अरू धेरै क्षेत्रमा चाहिँ एकदमै तीव्र विकासको गतिमा छ र दुई ठुला पावरको रूपमा अब अहिले मानिरहेका छन्। ती दुईवटा ठुला पावरको रूपमा हामी नेपाल छौँ र हामीले नन अलाइनमेन्ट फरेन पोलिसी चाहिँ हाम्रो अल्टिमेट फरेन पोलिसी अहिलेसम्म रहेको हुँदाखेरि चाहिँ त्यसले चाहिँ कम्प्लिमेन्ट नै गरेको छ, कन्ट्राडिक्ट त्यति गरेको छैन जस्तो मलाई महसुस हुन्छ। यसले गर्दाखेरि यो फरेन पोलिसीले यस्तो हाम्रो नेसनल इन्ट्रेस्टले गर्दाखेरि चाहिँ ग्लोबल फोरममा चाहिँ हामी अहिलेसम्म सस्टेन गर्न सकिरहेका छौँ भन्ने मलाई महसुस हुन्छ। किनभने हामीले कुनै पनि एउटा पार्टीको अथवा कुनै पनि एउटा स्टेटको र इन्डिया र चाइनाकै कुरा गर्न पर्दाखेरि कि त इन्डिया कि त चाइनाको हामीले यदि सपोर्ट लिन्छौँ भने चाहिँ अर्कोतर्फबाट चाहिँ हामीलाई विभिन्न खालका इन्क्रोचमेन्टहरू हुन सक्छन्, जसको लागि चाहिँ हामी अहिले तयार छैनौँ एज अ नेसन। किनभने हाम्रो अलिकति यो हाम्रो जस्तो भूपरिवेष्टिक राष्ट्र र त्यही माथि पनि इकोनोमिकल्ली र अरू इन्फ्रास्ट्रक्चर वाइज हामी त्यति धेरै डेभलप कन्ट्रीमा गनिसकेका छैनौँ। त्यो भइसकेको हुँदाखेरि इन्टरनेसनल फोरममा चाहिँ त्यो प्लेटफर्ममा चाहिँ हामी यो एटमिक एनर्जीहरूको कुरामा पनि हामी अरू देश जसरी इन्डिया र चाइना त्यो स्तरमा पुगिसकेका हामी पुग्न सकेका छैनौँ। त्यो भएको हुँदाखेरि चाहिँ हाम्रो देशलाई चाहिँ अलिकति अप्ठ्यारो पर्ने हुँदाखेरि हाम्रो देशमा अहिलेको लागि उत्तम फरेन पोलिसी भनेको नन अलाइनमेन्ट फरेन पोलिसी नै हुन्छ, जुन फरेन पोलिसी हाम्रो नेसनल इन्ट्रेस्टबाट ड्राइभ भएर अलिकति डिफेन्सिभ खालको फरेन पोलिसी भनेर म भन्छु। अलि आफ्नो आत्मा बचाउको लागि हामीले यस्तो खालको फरेन पोलिसी लिएका हौँ कि भनेर चाहिँ मैले यसलाई विश्लेषण गर्छु। र यो फरेन पोलिसी चाहिँ इन्टरनेसनल रिलेसन हामीले यो ग्लोबल प्लेटफर्ममा ग्लोबल फोरममा चाहिँ इन्टरनेसनल इन्टिटीहरूसँग अन्तर्क्रियाको जुन गर्छौँ त्यसको लागि चाहिँ एकदमै फिट भएको छ जस्तो मलाई महसुस हुन्छ।